यसको फ्लोर लगाउनु पर्ने छ, यो लगाउँछु। जाली चाहिँ होइन, नर्मल जाली त हुन्छ नि त, एक 4 पाटे टाइपको 5 इन्ची 6 इन्ची होला। यो त अलिकति महँगै परेको छ। लगाउने तरिका चाहिँ यहाँ अब यसरी लगाउँदा ठिक होला हुँदैन, यसरी लगाउँदा ठिक होला। गाइस कमेन्ट गर्नु त तपाईहरु। कसरी लगाउँदा चाहिँ ठिक होला कमेन्ट गर्नु। म लगाइसकेपछि देखाउँछु मैले चाहिँ कसरी लगाए भनेर। यो फर्स्ट टाइम हो यस्तो जाली। अब यसको चाहिँ अझै बाँकी नै छ, यो चाहिँ देखिने हैन, यसमा चाहिँ अझै बाँकी छ। यसमा चाहिँ अब कभर पनि आउँछ, त्यसमा चाहिँ टाली पनि लाग्ने हो। यसलाई चाहिँ लगाउँ पहिला, लगाएपछि तपाईलाई यसको फिनिसिङ हेराउँछु कस्तो देखिन्छ भनेर। अब लगाउँ, सुरु गरौँ। यो जालीलाई चाहिँ हामीले पहिले नै ठाउँ बनाउनुपर्छ। यहाँ हेर्नु, यसरी मैले पाइपलाई यसरी काटेर यसको आधी काटेर ठ्याक्कै यो बस्ने ठाउँ यो टालीको लेभल हुने गरी बनाइदिएको छु। यसलाई कटिङ गरेर टाली मैले यहाँ गरिसकेको छु। चाहिँ अब यो कर्नर काट्ने, यसलाई नकाट्ने, यसबाट यो उठाइदिने अलिकति, यसलाई पनि उठाइदिने अनि त्यसपछि पानी जाने राम्रो हुन्छ। नो गाइस, यहाँ कस्तो डिजाइन खालको जालीको लागि खोला हालिसकेको छ। अब टाली बसाउनु मात्रै बाँकी छ अनि जाली लाउनु मात्रै बाँकी छ। अनि त्यो पाइपमा त मसला छिरिसक्यो, कसरी निकाल्छ त? बहुत अच्छे। ओहो, यस्तोबाट निस्किन्छ। यस्तो जालीमा यस्तो क्वाल परेको छ, यस्तो गरेर कटिङ गरेको छ पछाडिपट्टि। यसरी कटिङ गरेको छ अघितिरै यहाँ, यसरी उठाएर लाउँदैछ नि बोक्न सक्दैन, त्यो पनि बोकेर लाउँदैछ। कहाँ देख्न लाग्छ न जाली जो कोनो टाइम लाग्छ क्या हाम्रो कमी छ ठीक है, क्या हो जाएगा खाने खाना जहाँ से ज्ञान मिल रहा है बताओ। थालो कति जस्तो पानी के ल यो बाथरुम पनि कम्प्लिट भइसकेको छ। हेर्न सक्नुहुन्छ फ्लोर, यसको जालीको डिजाइन चाहिँ यो छ, हेर्न सक्नुहुन्छ न। यो चाहिँ अलिकति फ्यान्सी नै भनौँ न, एक राम्रै खालको जाली हो। यसको हेर्दा पनि कहाँबाट पानी जान्छ भन्ने नै त्यस्तो थाहा नै नहुने टाइपको देखिन्छ जाली चाहिँ। यसको बिहान आधी बेलामा फ्रेम लगाएँ, आधी बेला त नभनौँ, अलिकति 2 घन्टा भनौँ न फ्लोरमा लाग्यो। अनि आजको लागि चाहिँ यति भयो। यो बाथरुम चाहिँ कम्प्लिट भयो। अब यसको भनेको यहाँ गिरनाइट लाग्छ, यहाँ पनि गिरनाइट लाग्छ पुरै, यसरी पुरै गिरनाइट लाग्छ। अनि यो बाथरुममा यो पनि डिभाइडर भयो यहाँनिर। यो चाहिँ जाली हेर्न सक्नुहुन्छ, नयाँ डिजाइनको जाली छ, अलिकति फ्यान्सी नै टाइपको भनौँ न। यो निक्लियो, पानी जाने ठाउँ यो भयो होला। यो सरसफाइ गरिदिने, हातसँगले यहाँ राखिदिने, थाहा हुँदैन कहाँबाट पानी जान्छ। यो जुन चाहिँ हामीले स्लोपिङ हल्का गरेको छ ताकि नलागोस्, चोट नलागोस्, फिनिसिङ पनि लागोस्। खोप्लाहरूमा टाले हुन्थ्यो, त्यसमा अब यो ग्लोसी टाइपको टालेहरू प्रायः हार्ड टाले हुन्छ, त्यही भएर मजाले चुक्टाहरू निस्किने डर हुन्छ कि राम्रो पनि लागेन, फिनिसिङ आउँदैन। त्यसमा के गर्नु भने एउटा उपाय, यहाँ हामी यसरी ग्रेनाइट दियो भने यसको यो पनि चोक्टा पनि देखिएन, अनि यो ग्रेनाइटमा फिनिसिङ पनि राम्रो आयो, हेर्नमा पनि राम्रो लाग्यो। यहाँनिर पुरै ग्रेनाइट देखेको छु मैले, त्यो पुरै ग्रेनाइट देखेको छु, हेर्दैछु छु। यो फ्लोर पनि भइसक्यो, यसमा चाहिँ बोर्डर छ 2.5 इन्चीको। यो बाथरुम फुल फिनिसिङ भइसक्यो। अब यसमा एपोक्सी मात्रै छ, हाल्न बाँकी छ, हेर्न सक्नुहुन्छ।
यो विन्डो यो विन्डोमा पनि मैले ग्रेनाइट लगाइदिइसकेको छु। जुन यसको फिनिसिङ यहाँनिरको जोइन्ट हेर्नु यहाँनिर यसको लगाउनको लागि मलाई 2 देखि 3 घन्टा लाग्यो भनौँ न। यति लगाउनको लागि मलाई 3 घन्टा लाग्यो हेर्न सक्नुहुन्छ। यो एउटा झ्याल लगाउनको लागि फुल फिनिसिङ भइसकेको छ। हेर्नुहोस् फिनिसिङ पछि यस्तो लागेको छ। यसको लुक्स हेर्नु एकचोटि यो ग्रेनाइट लागेपछि यो बाथरुमको लुक्स हेर्नु कस्तो राम्रो आएर हेर्न सक्नुहुन्छ। यहाँनिर मैले 0 ग्यापिङ दिएको छु, एकदम ग्याप पनि खासै छैन। त्यसरी लगाउँछु। बरु अलिकको काम भनेको यसमा केही बाँकी छैन। अब जति थियो सब कम्प्लिट भइसक्यो।